दिमा हामी साहबका युनियनसँग भेट्छु या नेतासँग भेट्छु नभेटी जान्छु भन्दा कता कता मन दुखेको थियो पछि म भेटेर जान्छु भनेर आफैले फोन गर्नुभयो यो एकदम उत्साहजनक कुरा हो। मेरो हजुरलाई अर्को पनि एउटा अनुरोध के हो भने जुन जिल्ला जानुहुन्छ हामीले केन्द्रमा दुईटा मात्रै विधानले देखिने महामन्त्री भएको नाताले भएको कारणले तपाईँ पछाडि पर्नुभएको आम नागरिक तथा कार्यकर्ताले बुझ्ने चाहिँ हाम्रो महामन्त्री तिनटै हुन योग्य हो भनेर महसुस गरेका छन्। अर्को महामन्त्रीलाई हामीलाई त्यस्तो चासो छैन, युवामा हुनुपर्ने सबै कुरा तपाईँसँग थियो मात्रै हाम्रो विधानले नदिएर तपाईँ केन्द्रीय सदस्य हुनुभएको हामीले बुझ्ने चाहिँ महामन्त्री नै हो। तपाईँले कम्तीमा प्रेस युनियनका साथीहरूसँग या नेतासँग भेट दिनुभयो भने तपाईँका केन्द्रमा भएका कुरा जिल्लासम्म पुग्छ भन्ने मेरो आशा हो। भर्खरै अब अर्को महत्त्वपूर्ण कुरा चाहिँ तपाईँसँग मन्त्रालयमा मेरो 2-4 भेट भयो। तपाईँ भर्खरै निवर्तमान मन्त्री हुनुहुन्छ, हामीले अबको व्यवस्थाको कुरामा प्रश्न पनि उठिसकेका छ। सबैभन्दा विशेष रूपमा तपाईँलाई धन्यवाद पनि दिन चाहन्छु म। तपाईँले मन्त्रीबाट राजीनामा दिनुभयो ताकि एउटा टिमबाट मन्त्री बन्नुभएको थियो, त्यो परिवेशमा अब म मन्त्री बस्न पार्टीले मन्त्रालय नछोड्ने भन्दा भन्दै पनि मलाई बरु पार्टी चाहिँदैन देश चाहिन्छ भनेर पार्टी छोड्न तयार भएर पनि देश बचाउनको निमित्त तपाईँले राजीनामा दिनुभयो। त्यसको लागि म तपाईँलाई विशेष धन्यवाद दिन चाहन्छु। त्यो सधैँभरि तपाईँको लागि तपाईँको सम्पत्ति हो, सम्पत्तिको रूपमा हामीले चाहिँ महसुस गरेका छौँ। अर्को कुरा, तपाईँ मन्त्रालयमा बस्दा जुन आज चाहिँ तपाईँले मेरो चाहिँ प्रश्न तपाईँलाई के राख्दै हुन्थ्यो भन्ने जिज्ञासा हो भने मन्त्रालय बस्दा तपाईँ पहिलोपटक मन्त्री हुनुभएको, अब काम चाहिँ अरू मन्त्रालयभन्दा गर्नुभएको तर प्रष्ट रूपमा देखिने नागरिक समक्षसम्म आइपुग्ने काम भएन। धेरै अस्पतालले स्वास्थ्य मन्त्रालयको कारणले बिमारको उपचार नगरेको अवस्था सिर्जना भयो तपाईँकै पालामा। थुप्रै अस्पतालले हामीसँग करोडौँ रुपियाँ अरबौँ रुपियाँ चाहिँ मन्त्रालयबाट लिनुपर्ने छ भनेर भन्नुभएको थियो। अब त्यो मन्त्रालयले तिर्न नसकेको हो कि या तपाईँले त्यसलाई चाहिँ तपाईँको सचिवालयले कम्ती गरेको। सामान्यतया एउटा नगरले चलाएको हस्पिटल या एउटा कुनै संस्थाले चलाएको हस्पिटल तपाईँले बिमा गरिदिनुपर्छ भनेर लाग्नुभयो, तर त्यो बिमामा चाहिँ अहिलेसम्म 1 करोड 2 करोड 3 करोड पैसा नपाउँदा स्वास्थ्य कर्मीहरूले तलब पाएका छैनन्। त्यो तलब नपाउँदा चाहिँ समस्या के भएको छ भने स्वास्थ्यमा हामी बिमाको कार्ड लिएर जाँदाखेरि उपचार हुँदैन, यो बिमाको कार्डले उपचार हुँदैन भन्ने अवस्था सिर्जना भएको छ। अब त फेज आउट भइसकेको छ तपाईँको र पनि समस्या के हो जड त्यो कुरा तपाईँलाई थाहा छ, त्यो कुरा प्रश्न पारिदिनु। र अर्को कुरा चाहिँ जेएनजीले आन्दोलन गर्छु भन्दाखेरि कम्तीमा पनि तपाईँलाईसम्म थाहा थियो भन्ने धेरै मान्छेको गुनासो छ। आन्दोलन हुँदैछ, अब यो आन्दोलनले कत्रो रूप लिने हो भन्ने कुरा मन्त्रालयमा केही न केही क्याबिनेटमा छलफल भएको हो भन्ने पनि आएको छ। त्यसमा चाहिँ त्यो छलफल हुँदाखेरि तपाईँले जेएनजीलाई कमजोर सम्झिनुभयो कि या यो आन्दोलन यहीँ कमजोर हुन्छ भन्ने हो, यो पनि प्रश्न पारिदिनु। अब पार्टीको नीति निर्देशन के छ, पार्टी कसरी जान्छ, पार्टीको अब चाँडै अधिवेशन बोलाउने हो कि या समयसम्म